Gmail started in 2004. Facebook started in 2005. Twitter 2006. भन्नाले आर्सनलको कुनै पनि फ्यानले न त इमेल पठाएको छ, न त पोस्ट गराएको छ, न त ट्विटर गराएको छ आर्सनल आर प्रिमियर लिग च्याम्पियन्स। अब अस्तिको गेमको हिसाबले अब आर्सनल आर 5 पोइन्ट्स क्लियर म्यान सिटी भन्दा होइन। अनि 20 इयर्स पछि फर द फर्स्ट टाइम चाहिँ च्याम्पियन्स लिग फाइनलमा पुग्ने चान्स पनि छ। सो एज एन आर्सनल फ्यान निशान दाई, यदि आर्सनलले प्रिमियर लिग जित्यो भने फर्स्टमा तपाईँ के गर्नुहुन्छ? च्याम्पियन्स लिग जित्यो भने तपाईँले के गर्नुहुन्छ? प्रणव, सबभन्दा रमाइलो कुरा त यो 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 तिमीले तिमीले जसरी मलाई बोलायो नि पोडकास्ट गर्नलाई, गफ गर्नलाई, अँ, यो सुरुको इन्ट्रो नै अलिक खतरा लाग्यो क्या। म त एकछिन के भनेर होला, जिमेल फोन भनेर होइन, छोडिदियो त्यो 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 एरै फरक थियो क्या। वी आर इन डिफ्रेन्ट एरा क्या अहिले। फुटबल त इभल्भ भइसक्यो नि यार। त्यो बेलामा खेल्ने फुटबल र अहिले खेल्ने फुटबल हेर न। पेप गार्डियोलाले कसरी म्यान सिटीमा डोमिनेट गरिरहेछ क्लबलाई। 7-8 वर्ष लगातार जितेछ। बिचमा एकचोटि दुईचोटि लिभरपुलले जित्यो, नत्र भने कस्तो भइरहेछ हेर त। दाइ, त्यो अनि चेल्सीले पनि फुटबलले जित्यो। चेल्सीले पनि जित्यो। चेल्सीले चेल्सीले जित्यो होइन। अब त्यो तिमीले भन्न पाउने चाहिँ अब केही 1 महिनासम्म पछि चाहिँ अब तिम्रो ड्रिम डबल हुन्छ होइन। त्यो आर्सेनलको ड्रिम डबल भएपछि चाहिँ अनि त्यसपछि यो तिम्रो तिम्रो कुराहरू, इमेलको यो सब कुराहरू फेरि रिसेट हुन्छ त्यस तर इन्ट्रेस्टिङ छ क्या यो, स्पेसल्ली आजको गेमको चाहिँ एथलेटिको मैड्रिड र आर्सेनलको चाहिँ। किन भन्दाखेरि दुईजनाले कहिले च्याम्पियन्स लिग जितेकै छैन क्या, हो। सो अब फाइनल पनि होइन। पुग्ने कुरा छ। सो तपाईँलाई के लाग्छ के अरे आर्सनलले चाहिँ सिमियोनीको जुन रिजिड स्ट्रक्चर छ नि, ब्रेकडाउन कसरी अँ, गर्छ अब? हेर, हाम्रो त एडभान्टेज छ नि त। वी आर प्लेइङ एट होम। हामीले यो सिजनको स्टार्टमा मैड्रिडलाई 4-0 हराएको। दे विल कम अट्याक गर्छ होइन। अब पहिला पहिला हामी कस्तो भन्थ्यो, यो गेमको प्रिडिक्सन गर्दाखेरि के दुईजनै के अरे डिफेन्सिभ खेल्ने भनेर भन्थ्यो नि। उम्, दुईजनाको प्लेइङ स्टाइल सेम छ नि, ट्याक्टिकल्ली अँ, सेम छ। डिफेन्सिभली अहिले त अब आर्टेटाले मोरिनियो के अरे सँग कम्पेयर गर्छ, मिक्स अफ मोरिनियो एन्ड पेप गार्डियोला कम्पेयर गर्छ होइन। सिमोनी अलिक डिफ्रेन्ट म्यानेजर जस्तो लाग्छ क्या मलाई। उम्, जस्तो अल्भारेजले जसरी खेलाएको छ, ग्रिजमान हेर त्यो क्लबमा मैले जहिलेदेखि एथलेटिक मैड्रिड भन्ने बित्तिकै ग्रिजमान मात्रै फर्स्टमा आउने नामै ग्रिजमान हुन्छ होइन। उसले अब कसरी त्यो मिडफिल्डलाई डोमिनेट गरिरहेछ, फ्री किक हरेक कुरामा इन्भल्भ भएर सिमोनिएको छोरा भएर बसिरहेछ एथलेटिको मैड्रिडमा होइन। त्यो आई थिङ्क तिनीहरूको स्ट्रङ ऊ हो क्या एथलेटिको मैड्रिडको। तर अब एमिरेट्सको एटमोस्फियर, यो प्रेसर, सबै कुराले अनि हाम्रो उनीहरूले पनि भ्यालेन्सियालाई 2-0 अवे जित्याएको छ, त्यसको उनीहरूलाई कन्फिडेन्स छ। हामीले पनि फुलह्यामलाई सिजनकै एक्सपेरिमेन्ट लुइस केलीलाई मिडफिल्डमा राखेर जसरी आर्टेटाले एक्सपेरिमेन्ट गर्यो होइन, जुबिमेन्डीलाई ड्रप गरेर, आई थिङ्क त्यसले अलिक डिरेक्ट फुटबलमा फोकस गरेर जस्तो लाग्यो। ब्याक पास धेरै भयो भनेर आई थिङ्क त्यसले अलिकति साका कमिङ ब्याक होइन, अनि त्यसपछि योक्रेजको 2 गोल अस्तिको, त्यसले अलिक कन्फिडेन्स छ टिममा। त्यहीमाथि क्लोजहरू क्या। हिजो एभर्टनले ड्र गराएर म्यान सिटीसँग अझ धेरै आई थिङ्क एनर्जी चाहिँ अझै आर्सनलको कन्फिडेन्स चाहिँ अझै बुस्ट हुन्छ जस्तो लाग्छ यो गेममा होइन आजकोमा। अनि 1-1 मड्रिडमा आई थिङ्क द्याट वाज अ गुड रिजल्ट। आज हामीले 5-6 गोल हान्नु पर्दैन कि 1 गोल हान्ने मात्रै पनि पुग्छ क्या। ओके। अब मेरो यो यसैको चाहिँ अब एउटा क्वेसन चाहिँ के थियो तपाईँलाई भन्दा नि दाइ, अब अवे गोलहरू रुल त अब स्क्रैप भइसक्यो होइन च्याम्पियन्स लिगमा। अनि अब अँ, आर द ओन्ली टिम यो सिजनको च्याम्पियन्स लिगमा टु रिमेन अनडिफिटेड होइन। सो उम्, एथलेटिको र आर्सनलको गेमको लागि चाहिँ मेरो क्वेसन चाहिँ के हो भन्दा हजुरलाई दुइटा छ के। आर्सनलको लागि चाहिँ की प्लेयर को हुन्छ नम्बर वान। नम्बर टू चाहिँ अब एथलेटिको मड्रिड चाहिँ दे अल्सो हेभ टु सो हुलेन आल्भारेज, किनभने अब बार्सनासँग पनि लिङ्क छ। अर हि कुड अगेन लाइक बी लिङ्क टु अ लट अफ बिग बिग मनी मुभ अरू क्लब्सहरूको लागि। सो हुलेन उम्। आल्भारेजलाई स्टप गर्ने। अनि तपाईँलाई कतिको लाग्छ कि अब आर्सनल नै च्याम्पियन्स लिग फाइनल पुग्छ भनेर? हेर, की प्लेयर आजको गेम मैले देखेको एगेन साका नै हुन्छ। अनि जुन आई थिङ्क उनीहरू काउन्टर अट्याक फुटबल खेल्छ होला, तर त्यो ब्रेकडाउन गर्नलाई चाहिँ कि साका कि मेरियोकालाई आर्टेटाले ल्याउनुको कारण नै
टाइट स्पेसमा ड्रिबल गरेर ब्रेक थ्रु गर्न सकोस् भनेर होइन। आई थिङ्क साका हुन्छ होला। अब जुबिमेन्डीको ठाउँमा लुइस केलीलाई फुलह्याम जसरी खेलायो भने आई थिङ्क त्यो अर्को हि विल बी द की प्लेयर होइन आजको गेममा। अनि त्यो हुलियन आलभारेज योकेजले पनि छोडिदिएको छ भाइ। हुलियन आलभारेजले चाहिँ हुज गोइङ टु स्टप हिम? Gabriel Saliba, ओके। Handicapia, I think is very much into defending होइन। अब क्यालिफोरले चाहिँ अलिकति इन्भल्भ गर्छ, मिडफिल्डमा आउँछ, कहिलेकाहीँ अगाडि धेरै बढेर हुन्छ, तर यो केसमा चाहिँ आई थिङ्क ह्यान्डक्यापियालाई खेलाउन सक्छ होला। अनि तपाईँको फाइनल स्कोर चाहिँ के जस्तो लाग्छ त आजको स्कोरमा? अब आर्सेनल र टु एथलेटिकोमा गोइङ टु गो टु थ्रु? 2-1 हुन्छ होला। 2-1 अनि हुज गोइङ टु गो थ्रु? अफकोर्स आर्सेनल। ल ओके, भेरी गुड। विल सी। अब यो आजको गेम आउनुभन्दा अगाडि विल सी तपाईँको प्रिडिक्सन मिल्छ कि मिल्दैन।